उ गुड मर्निङ मित्र साथीहरू, म भीमसार पौडेल सिक्किम गान्तोकबाट हजुरहरूको समक्षमा एउटा भिडियो लिएर आएको छु। अहिले विश्वमा कहीँ कतै झगडा भएको सुनिँदैछ। हामी कृषकहरूको झगडा भनेको हामी कृषकहरूलाई यहीमा सबैभन्दा ठुलो टेन्सन हुन्छ है। बारी जोतेर मकै छरेर खानुपर्ने हुन्छ। यी सिमल यो हेर्नु त तरुल दामी रहेछ। त्यसैले गर्दा मित्र साथीहरू झगडा नगरौँ होला। झगडा यसरी गर्नुपर्छ, जमिनसँग उत्पादनको लागि, कमाई गर्नका लागि यसरी गोरु जोतेर छर्नुपर्ने हुन्छ। तर मालाजुको बारी लुडी रहेछ नि त। बारी मेरो होइन हौ, बारी त अब उहिले बाउ हजुरबाहरूको बारी हो, आज मालाजुको भन्छन् हो। माले बारी चाहिँ कमर रहेछ। हुन्छ हजुर, हजुर सर, म राम्रो जोत्छु। जोत्नु त मैले सानैदेखि गोरु जोतेर आएको। हजुर कृषकको छोरा परे, बाउ आमाहरू सबै फार्मरहरू हुन्थ्यो, अनि जोत्नु त पर्यो। तर मलाई चाहिँ बारी चाहिँ कमल हो रहेछ। हो रहेछ। हो रहेछ, हो रहेछ माले, हो र भाइ। पच गरेर काटिदेऊ न एउटा।